उहाँ दाजुको यो विश्लेषण एकचोटि सुन्नुहोस्। उहाँले यो विश्लेषण गर्नुभएको 100% करेक्ट र जायज छ। उहाँलाई हृदयदेखि सल्युट गर्न चाहन्छु। उहाँ भन्नुहुन्छ भ्रष्टाचार गरेर कमाउने प्रत्येक व्यक्तिको सम्पत्ति जफत गर्नुपर्छ यो नयाँ सरकारले। शेरबहादुर देउवाको त अझ 83 ठाउँमा जग्गा जमिनहरू छ। यसको सबै छानबिन गरेर स्रोत नखोलेका सम्पत्तिहरू यो सरकारले जफत गरेर वास्तविक सुकुम्बासीहरूलाई बाँडिदिनुपर्छ भन्दै हुनुहुन्छ। तपाईँहरूलाई के लाग्छ कमेन्ट गरिदिनु होला। एकचोटि यो भिडियो हेर्नुहोस्। 83 ठाउँमा उनको जग्गा छ। 83 ठाउँमा सम्पत्तिको स्रोत खुलाउ होइन भने त्यो 83 ठाउँको जग्गा पनि लिनु पर्यो। सरकारको हुनु पर्यो। सरकारको हुनु पर्यो र रियल सुकुम्बासीलाई वितरण गरौँ न। त्यहाँ आर्जु राणा भन्ने एकजना यति मोटी मोटी खालको रगत चुस्ने एउटी महिला रहेछन्। यी परराष्ट्र मन्त्री पनि भइन्। कोही प्रधानमन्त्री भएपछि त अब काङ्ग्रेसमा के भएर श्रीमतीलाई बनाउने त हो। अरूले पनि त्यही गर्थे। ऊ पनि के कम 5-6 चोटि आफू प्रधानमन्त्री भएकै थिए। वीरता ठानेका थिए मुलुकलाई र त्यहाँ छोरो पनि जग्गामा दरबार बनाएर बसेका थिए। भनेपछि छोरो पनि सात्रो पनि जग्गामा आलिसान महल त खडा गरेकी रछिन्। प्लस यस मुलुकमा 83 ठाउँमा उनको जग्गा छ। 83 ठाउँमा सम्पत्तिको स्रोत खुलाउ होइन भने त्यो 83 ठाउँको जग्गा पनि लिनु पर्यो। सरकारको हुनु पर्यो। सरकारको हुनु पर्यो र रियल सुकुम्बासीलाई वितरण गरौँ न। त्यहाँ सही कुरा गर्नुभयो। 83 ठाउँको जग्गा रियल सुकुम्बासीलाई दिने अनि उनका यी जति पनि अरू भ्रष्टाचारीहरू छन् जसको सम्पत्तिको स्रोत खुल्दैन 3700 को तिनीहरूको पनि सम्पत्ति लिने सुकुम्बासीलाई दिनुपर्छ कि सरकारी कार्यालय बनाउनु पर्छ। हो त्यतापट्टि जाने हो अहिलेको सरकारले। युवा त्यत्रो जनमत पाएको सरकारले हाई हाई भएको सरकारले र नेपालबाट अरू संसारका अरू राष्ट्रले सिक्दै छन्। त्यसकारण ढिलो नगर्नु। भिडियो मन परे लाइक कमेन्ट सेयर र फलो पनि गरिदिनु होला। जय नेपाल।